आज हो त खाना खानापिना चाहिँ खानु मानेन अरे चिया चिया खायो अरे हो आमाले भेट्नु आमा 30,000 पैसा दिएर गयो अझै ठुला पनि चाल पाउनु पर्छ आइपुग्नु प्याज हरियो खोर्सानी अलिकति अदुवा अलिकति हर्दी हल्का जिरा पाउडर यसमा अलिकति नुन पोल्ट्रीको लागि मैले मसला ग्रेभी गरेको मैले यो पोल्ट्रीलाई भाजा गरेर राखेको छु बोइल गरेर भाजा गरेर राखेको छु यो ग्रेभी भएपछि म यहाँ हाल्छु यो बल्ल गरी हाल्नु राम्रो भयो तातो अब यसलाई म आलु लगाउनु होला छु है आलु लगाएर फ्राई गर्दैछु कतिवटा मसिनो आलु पनि छ कतिवटा ठुल्ठुलो आलु पनि मैले काटेर लगाएको छु यसमा आधी सानो खालको आलु छ आधी ठुलो अब फ्राई गर्दैछु यसमा पाकोस् मसला हालेँ मैले यसमा यो हो पोल्ट्रीको मासु मेरो पोल्ट्रीको मासु बनियो हेर्नुहोस् अब म सेलरोटी बनाउने वाला छु ठुलो रहेछ हो रोटी पकाएको यसलाई अलिक सफा गर्नुपर्छ सिद्ध गरेर बस्नुपर्छ पल्टो पल्टो हुँदैन फेरि बडीहरूलाई पनि भ्याउने रोटी चियासित खायो भने बडी त मजाले पोल्नु हुँदो रहेछ रोटी हाम्रो आमाले पनि हाम्रो उहाँ ग्लासवरको
बेला पनि लग्दो बडीहरूलाई प्लेटमा हालेर लगिदिएर एउटा सानो प्लेट ल टक्क ल हुन्थ्यो लिएर आएको हुन्थ्यो चिसो भयो